Good morning everyone अनि वेलकम ब्याक टु माई अनदर ब्लग। अनि मेरो आजको भिडियो चाहिँ के हुन्छ भने अनि आज चाहिँ हामी घुम्न जाँदैछ। अनि घुम्नको लागि हामी कहाँ जाँदैछौँ भने हामी कुचबिहार जाँदैछ। कुचबिहार राजबाडी घुम्न जाँदैछु सबैजना फ्यामिली है। अनि दिदीहरू आउनुभएको थियो नि त बाख्राकोटबाट। अनि हिजो यत्तिकै राति मजाकमा क्या घुम्नु जानुपर्ने भन्ने दिलागी भइरहेको थियो। भन्दा साँच्चीकै सडनली यस्तो प्लान पनि भयो क्या। अन्त कुचबिहार जाउँ न भन्ने भयो। अन्त त्यहाँदेखि अचानक हामी चाहिँ यसरी अचानक राति प्लान भयो। अहिले बिहान निस्के पनि अनि अहिले चाहिँ हामी घरबाट हिँडिसकेको छ है। आफ्टर ए लङ टाइम चाहिँ हामी यसरी अब फ्यामिली भेटेर चाहिँ घुम्नु गएको नि त। अन्त दिदीहरू योपालि चाहिँ अलिक लामो समयको लागि चाहिँ अब बस्ने गरेर आउनुभएको थियो नि त, धेरै दिनको लागि। अनि त्यही भएर चाहिँ हामी अब त्यही पनि अचानक प्लान भएको कि घुम्ने पनि। अनि त्यस्तो केही प्लानै थिएन। अन्त त्यही भएर घुम्नु गएको है। हेर्दै गर्नु होला, स्टे ट्युन। अब म तपाईँलाई वहीँ पुगेर भेट्छु नि है। हामी चाहिँ कुचबिहार पुगेर पनि है यहाँ चाहिँ अब गाडी पार्क गरेर चाहिँ यहाँ ब्रेकफास्ट गर्दै थिएँ है। बिहान चाहिँ छिटो निस्केको नि त, अब खाजाहरू पनि खानु भ्याएन। अनि हामीले खाजाहरू बनाएर ल्याएको थियो घरबाटै। अनि अब खाजाहरू खाने त्यहाँबाट चाहिँ जाने भित्र। अनि कस्तो छ तपाईँहरूलाई म देखाउने छु है। म पनि फर्स्ट टाइम आएको नि त। अन्त अब चाहिँ हामी जाँदैछौँ। अब कस्तो छ भित्र गएर भेट्छु नि है। अब म पनि आएको त छुइनँ कहिले पनि, अब आउनु चाहिँ मन लागिरहेको थियो नि त कहिलेदेखि। अन्त फाइनली आज कुचबिहार नि पुग्यो है। अब हामी चाहिँ यहाँभित्र एन्ट्री गर्नु आँटेको है। अन्त त्यहाँदेखि यहाँ भिडियो चाहिँ गर्नु दिँदैन रहेछ नि त, तर पनि मैले लुकेर क्या अलिकति भिडियो गर्दै थिएँ। अब यहाँ हामीभित्र पसेर है टिकटहरू काट्ने, त्यहाँदेखि चाहिँ म तपाईँहरूलाई भित्र पुगेर भेट्छु नि है। हामीले टिकटहरू काटेर चाहिँ अब भित्र एन्ट्री गर्दैछ। अन्त त्यहाँदेखि हेर्दै गर्ने होला। यता त कस्तो बेसी गरम रहेछ, पुरा घाम लागिरहेको थियो। अन्त पुरा गरम पनि रहेछ। अन्त कुचबिहार चाहिँ यस्तो रहेछ है। अन्त राजबाडी यो चाहिँ राजाको महल रहेछ नि त पहिलाको जमानाको। अन्त राम्रो रहेछ घुम्ने जग्गा चाहिँ है। अन्त त्यहाँदेखि रिल्सहरू बनाउनुलाई झन् दामी रहेछ जग्गा। अन्त त्यहाँदेखि यहाँभित्र चाहिँ पहिलाको जमानाको राजाहरू बसेको सोफाहरू छ अरे है। अनि गनहरू छ अरे। अब हामी चाहिँ भित्र बसेर हेर्छौँ नि त। अब यो चाहिँ बाहिरबाट मात्रै भिडियो गरेको, भित्र त अब भिडियो गर्नु एलाउड रहेनछ। अनि म तपाईँलाई अब बाहिर मात्रै देखाउन सकेँ। अन्त अब हेर्दै गरौँ न कस्तो छ। भित्र जान्छु हो। अनि अहिले भेट्छु नि है तपाईँलाई। अनि हामी चाहिँ यहाँबाट घुमेर पनि हामी निस्किसकेको छौँ है। अरू त मतलब त्यस्तो कुचबिहारमा त त्यस्तो घुम्ने जग्गा केही पनि रहेन रहेछ नि त। अनि त्यही भएर हामी अब हेरौँ न कहाँ हुन्छ है। अझै कतै जाउँ भन्दैछ। अब छिटो भयो भने चाहिँ अब छिटो चाल्सा पुग्यौँ भने चाहिँ अब कतै जाने भनेर सोचिरहेको थियौँ है। अब हामी यहाँबाट चाहिँ निस्किसकेको छौँ है। अब हेरौँ न हामी कति बेला पुग्छ चाल्सा। त्यहाँदेखि चाल्सा पुगेर खानाहरू खाने हो। अनि चाहिँ अब हामी फेरि कतै जाने। अन्त हेर्दै गर्नु होला। अहिले चाहिँ हामी जाँदैछ। अनि हाम्रो नक्कलीले चाहिँ नक्कल पार्दै नाचिरहेको थियो। अहिले टाइमहरू पनि कति भयो 2:34 भइरहेको छ। अन्त हामी नगरकटन पार भइसकेको छौँ। अनि हामी अहिले आउँदा छिटै पनि भयो क्या। अन्त भन्दा हामी चाल्सा पनि पुग्यौँ है। अन्त अब हामी खाना खान भनेर जाँदैछौँ। हामी आरसी होटलमा खाना खाने भन्दै थियो नि त। अनि यो होटल चाहिँ कहाँ छ भन्दा चाल्सा माहाबारीमा छ। अनि यो होटलको खाना चाहिँ धेरै टेस्टी हुन्छ क्या। अन्त तपाईँहरू पनि यो होटल भिजिट गर्नुभएको छैन भने आउनु होला है। यहाँको खाना टेस्ट गर्नु होला। यहाँको खाना चाहिँ टेस्टी हुन्छ है। अन्त अब हामीले खानासाना पनि खाइसक्यौँ। यहाँ हामी बनाना किन्नु भनेर आएको छु नि। बनाना चाहिँ हामी कसको लागि किनेको भनेर चाहिँ म तपाईँहरूलाई अहिले भन्दिनँ। अन्त म तपाईँलाई एकैचोटि त्यही जग्गामा पुगेर भेट्छु। अनि यहाँ 2टा प्लास्टिकमा हामीले बनाना किने है।
त किनिसकेर पनि अब हामी जाँदैछौँ। अनि म कहाँ जाँदैछु भनेर म तपाईँहरूले एकैचोटि त्यहीँ पुगेर देखाउनेछु है। अन्त भन्दा हामी त्यहाँ पुग्यौँ पनि है। अन्त हेर्दै गर्नुहोस्। अनि अब हामी यो केरा बोकेर अन्त अब हामी जाँदैछौँ। अनि म तपाईँलाई एकैचोटि देखाउने छु। यहाँ आएर चाहिँ अब धेरै खुसी लागिरहेको छ मलाई चाहिँ। अन्त यहाँ मैले चाहिँ अब यहाँ केरा बोकिरहेको छु प्लास्टिकमा। अन्त जाँदै थिएँ। अन्त यता त पुरा गरम छ नि, आज त वेदर नै गरम थियो नि। यहाँ सबैजना चाहिँ धेरै एक्साइटेड भइरहेको छ कसैलाई भेट्नुको लागि। अनि कसलाई भेट्नुको लागि भनेर पनि म तपाईँलाई अहिले भन्छु नि। अन्त फाइनली हामीले यहाँ टाढैबाट देख्यौँ पनि हात्तीलाई है। अनि अब हामी यही हेर्नु भनेर चाहिँ कति खुसी भएर आइरहेको थियौँ। अन्त यहाँ टाढैबाट हेर्दै थिएँ। अन्त अब हामी चाहिँ सामने जाने नि त। अन्त अब हात्तीको लागि केरालाई हामी चाहिँ धुँदै थियौँ है। धुएर चाहिँ अब दिनुपर्छ नि त, अब कहिलेदेखि राखिरहेको हुन्छ है। फाइनली हामी हात्तीको छेउमा पनि आयौँ। अनि आमाले खुवाउनुहुँदैछ केरा। अनि धेरैवटा छैन हात्ती। यहाँ हामीलाई कुचबिहार भन्दा पनि मजा आयो क्या। अन्त कुचबिहारमा त गरमले झन्डै मरेको हामी, कस्तो डरलाग्दो गरम थियो। अन्त यहाँ मजा आयो हात्ती हेर्नु, मजा आयो आज है। अन्त यहाँ माइली उपले खिलाउनु हुँदैछ हो। अन्त हामी सबैजनाले खिलाउँदै थियौँ यहाँ हात्तीलाई केरा चाहिँ। अन्त पहिला पनि आएको थिएँ एकपल्ट। अन्त यो चाहिँ मेरो सेकेन्ड टाइम हो। अन्त त्यहाँदेखि मलाई फेरि आउनु मन लाग्यो होइन। अन्त फ्यामिलीसँग फेरि आएको योपालि। अन्त मजा आइरहेको थियो मलाई चाहिँ, खुसी लागिरहेको थियो। यहाँ अस्ति चाहिँ फर्स्ट टाइम आउँदा चाहिँ अलिक छुनु डर लाग्दै थियो नि त हात्तीलाई। अन्त योपालि चाहिँ त्यति पहिलाको जति डर चाहिँ लागेन। अन्त यही हो हाम्रो आजको डे आउट फ्यामिलीसँग। अन्त यति नै हो है। अब चाहिँ हामी यहाँबाट हात्ती हेरेर पनि निस्किसकेको छु घरतिर। अनि चाल्सा पुग्यौँ। पहिला चाहिँ हामी माबारी जाने दादालाई पुगाउनुको लागि। अन्त दादा जानुहुन्छ। अनि त्यसको बादमा हामी पनि घर जाने। अनि हामी अब यहाँ पुग्यौँ चाल्सा। अनि अब दादाको घर फाइनली आइपुग्यौँ। अब दादा पनि जानुहुँदैछ। अन्त जानुको एकछिन पस्नु भन्यो नि त, त्यही भएर एकछिन यहाँ। अनि यो चाहिँ हो दादाको क्युट डगी। अन्त हेर्नु नि है, अब डगीको पनि अब डगीले पनि कति बातहरू मान्छ भन्ने कुरो म तपाईँलाई देखाउँछु है। हेर्दै गर्नुहोस्। त्यो गमला लिएर आएको छ, गमलाले उठा, त्यो गमला उठा। ओए ओए त्यो गमला उठा। ले राजा भाइको छोरी भाइ भाइ पानी सीधा बस। वो आपका भी लैब्राडोर है ना? देखो ऐसा होना चाहिए लैब्राडोर। अभी देखो हेलो वन सीधा बस बस सीधा बस। देखो देखो अभी देखो टाको तल कर, टाको तल कर। देखो ऐसा होना चाहिए लैब्राडोर। और क्या है सपोर्ट बोतल ले पानी बोतल। अरे यहाँ यहाँ दादाको घरमा एउटा क्युट क्याट पनि छ। यसको नाम चाहिँ हो सिम्बा। अनि डगीको नाम चाहिँ हो स्विटी। यो क्याट पनि हेर्नु कति क्युट छ, खेलाइराख्नु मन लाग्ने छ। अन्त अब हामी चाहिँ त्यहाँबाट पनि निस्किसकेर अब हामी चाहिँ आफ्नो घरतिर लाग्दैछु। अनि हाम्रो चुल्सा चाहिँ यताबाट जान्छ मेटीदेखि अलिकति भित्र पर्छ नि त। अन्त अब हाम्रो चुल्सा चाहिँ बगान यस्तो छ नि त। अब हामी घर पनि पुग्नु आँटे है। अनि मेरो आजको भिडियो चाहिँ यति नै हो। अनि अब आज हामीले के गरिरहेको सबै देखाएँ। अन्त फाइनली घर पनि पुगेँ। अनि थ्याङ्क यू फर वाचिङ।